हो सर्वप्रथममा एउटा कुरो चाहिँ म भन्न चाहन्छु तपाईँहरूको मार्फतै र मेरो म एउटा हलुवाको घरबाट बिलङ गर्छु। म एउटा खेतीयकको छोरा हुँ र यो हौलीखुट्टी निवासका मेरा जति पनि मेरा शिक्षा गुरुहरू, मेरा अग्रजहरू, मेरा दाजुभाइ दिदीबहिनीहरूको जुन एउटा इच्छाले गर्दा तपाईँ जस्तो मान्छे जातीय सङ्गठनमा आउनुपर्छ, आक्सु गर्नुपर्छ भनेर मलाई उहाँहरूले हौसला दिएर यो त्यति बेला हरिभक्त शाखा थियो। 2013 सनदेखिमा मैले फेब्रुअरीमा म जोइन गरेको थिएँ 7 तारिक र शाखाको म सभापति भएको थिएँ र एकजुगै भयो र त्यसले गर्दाखेरि म सर्वप्रथममा हौलीखुट्टी निवासीका मेरा गोर्खा मेरा शिक्षा गुरुहरूलाई, मेरा दिदीबहिनी दाजुभाइहरूलाई म धन्यवाद ज्ञापन गर्न चाहन्छु। र अर्को कुरो, दोस्रो कुरो, मैले गुरु नै भन्नुपर्छ। म जबदेखि आक्सु गर्न आएको थिएँ एउटा साधारण शाखा कर्मीको एउटा सदस्य भएर म मेरो गुरु हिसाबको मेरो बाउ जस्तो भएर मेरो राजन कार्की जुन आञ्चलिकको नेतृत्वमा राजन कार्कीजी हुनुहुन्थ्यो, उहाँले मलाई आञ्चलिकको सदस्य बनाएर मलाई उहाँले जसरी हातेमा लगेर डोर्याएर मलाई यो जाति सेवा गर्न सिकाउनु भयो। म उहाँलाई यो मञ्चबाट सर्वमा धन्यवाद ज्ञापन गर्न चाहन्छु। र अर्को कुरो रह्यो, हेर्नुहोस्, मैले जानी नजानी सके नसके मैले जति पनि गरेँ मलाई यस्तो लाग्छ, मैले एकजुगै भन्न चाहन्छु 13 वर्ष 14 वर्ष रानिङ भयो मेरो आक्सुमा पसेको र सकी नसकी जे पनि मैले काम गरेँ, जति पनि गरेँ, मलाई तामुलपुर अञ्चलका मेरा शिक्षा गुरुहरू अग्रजहरूले गर्दा आक्सु शुभेच्छुकहरूको सबै सहाय सहयोगले गर्दाखेरि म आज साधारण निम्न श्रेणीको घरबाट गएर आज म जिल्लाको एउटा भारप्राप्त सभापतिसम्म पुग्न एउटा सक्षम भएको छु। त्यसले गर्दा तामुलपुरवासी, मेरा शिक्षा गुरुहरूलाई, मेरा अग्रजहरूलाई, मेरा दाजुभाइ दिदीबहिनीहरूलाई एउटा कुरो चाहिँ म अवगत भन्न चाहन्छु यो मार्फत, जे मैले जानी नजानी कुनै गल्ती गरेको छु भने पनि मलाई मेरो आफ्नो दाजुभाइ भनेर क्षमा गरिदिनुहुन्छ भन्ने आशा गर्दछु। अर्को कुरो मलाई लाग्छ, म एक नम्बर कुरो म खटङखासी मान्छे हो। मेरो अन्तरमा कुरा लुकाएर म राख्न चाहन्नथेँ र कतिपय काम गर्दामा कसैलाई मेरो भनाइले चित्त दुखेको हुनसक्छ, कसैलाई चोट लागेको हुनसक्छ, कसैलाई गाली गरेको हुनुपर्छ। निस्वार्थ रूपमा मैले जातिको लागि कतिपय कुराहरू मैले वाक्यहरू खोलेका थिएँ भने पनि त्यो कुरोलाई पनि आफ्नो दाजुभाइ भनेर, भाइ भतिजो भनेर क्षमा गरिदिनुहुन्छ भनेर म चाहन्छु। र अर्को कुरो आयो, हेर्नुहोस्, म जतिखेर मलाई दायित्व 3 महिनाको दायित्व मलाई जिल्लाको अर्पण गर्नुभएको थियो र त्यो अर्पण गरेको पछाडि मैले मेरो 3 महिनाको कार्यकालमा जति गर्नुपर्ने थियो, मेरो आँखाको अगाडि आएका समस्याहरू मैले जिल्लाको भएर मैले समस्यालाई समाधान गर्नतिर म लागेको थिएँ र त्यस सिलसिलामा मैले पनि मेरो आक्सुको जुन संविधानलाई फलो गरेर, संविधानलाई मर्यादा राखेर मैले ठिक करेक्ट टाइममै मैले अधिवेशन गरेँ हाम्रो कुमारीघाटा आञ्चलिकको कार्यालयमा। विशेष गरेर तामुलपुर आञ्चलिक नवगठित मैले जन्माएको हो र मेरो होम आञ्चलिक हो र कुमारीघाटा आञ्चलिक भएर दुईटै आञ्चलिकले एउटा तिहार समारोह भव्य रूपमा पातेर त्यहाँ एउटा अधिवेशन गरियो र हो। म आज यो तपाईँहरूको मार्फत एउटा कुरो चाहिँ मलाई दुःख लागेको कुराहरू म भन्न चाहन्छु। मैले जब एकजुट सकी नसकी, जानी नजानी मैले जाति सेवा गरेँ, जति पनि आफ्नो घर छोराछोरी त्यागेर मैले कष्ट गरेँ, अलिकति दुःख लाग्यो मलाई। कतिपय म माथि मात्रै सारा आसाममा भित्रमा तामुलपुर जिल्लामा मात्रै राजु तामाङको माथि जुन एउटा संविधान लागू भयो, त्यो चिजले चाहिँ अलिकति आघात लाग्यो। म कसैको नाम भन्न चाहन्न र त्यो कुरालाई म बिर्सिन्छु र आउने पिँढीहरू जुन अहिले नयाँ समिति गठन भएको छ, जिल्ला समिति, आञ्चलिक समितिहरू, उहाँहरूलाई म एउटा कुरो चाहिँ अवगत गराउन चाहन्छु। म जेहेतु आजबाट म आक्सु बिदाई लिन चाहन्छु, लिँदैछु भने उहाँहरूलाई मेरो शुभेच्छा छ। उहाँहरूले यदि केही अप्ठ्यारो, केही सोधखोज गर्नुपर्छ भने, परामर्श लिनुहुन्छ भने म निश्चय नै मेरो जति पनि अभिज्ञता छ, मैले 13 वर्ष जबदेखि एकजुगै गरेर छात्र सङ्गठन गरेको जुन अभिज्ञता छ, त्यो अभिज्ञता अनुसार म उहाँहरूलाई सजेसनहरू म दिन चाहन्छु, दिन्छु। उहाँहरूले अथच मलाई मेरो
मेरो दाजु मेरो बा उपदेष्टा हिसाबले राख्नुहुन्छ भने पनि उहाँलाई ठिकै छ, म उपदेष्टामै बसेर उहाँलाई सही सहयोग गरेर म लानेछु। किन भन्दाखेरि छात्र सङ्गठन भनेको यस्तो चिज हो, मेरो ब्लड खुनमा छ। यो पद कसैको पितृ सम्पत्ति होइन, त्यो कुरो सबैले मनन गर्नुपर्छ। आज म छु, भोलि कोही आउँछ, XYZ आउने पिँढीहरूलाई मौका दिनुपर्छ। र अर्को कुरो, संविधानलाई जबदेखि मेरो माथि संविधान लागू भयो, ठिकै छ, संविधानलाई पनि फलो गर्नुपर्छ। त्यो सोचले गर्दाखेरि यो संविधान जुन लागू भयो तामुलपुर जिल्लाबाट, यो सारा आसाम केन्द्रमा पनि लागू होस्, सारा आसाम जिल्लामा भित्तिमा लागू होस्, सारा आसाम आञ्चलिकमा लागू होस्, सारा आसामभरि शाखामा लागू होस्, यो म भन्न चाहन्छु। किन भन्दाखेरि अलिकति ओन्ली फर तामुलपुर जिल्लामा राजु तामाङको माथि मात्रै संविधान लागू भएकोले गर्दाखेरि अलिकति मन दुखेको हो। र म अझै पनि मेरो खुनमा मेरो आक्सु छ। मेरो जातिलाई तामुलपुरभरि सारा आसामका जातिहरूलाई पीर मार्का काहीँ अप्ठ्यारो परेछ भने पहिला राजु तामाङ पुगेको हुन्छ। म तामुलपुर जिल्ला समितिलाई एउटा कुरो चाहिँ अब म अनुरोध गर्न चाहन्छु, तपाईँहरूले नसोच्नुहोस् म आक्सु छोडेर गए तापनि म आक्सुको माया सधैँ राख्नेछु, आक्सुलाई सधैँ नजर गर्नेछु। आक्सुको काहीँ पीर मार्का अप्ठ्यारो परेमा म सधैँ नै मेरो पहिला गर्दन दिनेछु। र आउने पिँढीहरू भाइहरूलाई पनि मलाई नबिर्सिनु होला, किनभने यो मुला आक्सुबाट गयो र यो को हो भन्ने खालको त्यस्तो सोच नराखिदिनको लागि म आग्रह गर्न चाहन्छु। र मेरो नयाँ सभापति जुन हुनुहुन्छ टङ्क भट्टराईज्यू, मेरो सतीर्थ हो, उहाँ एउटा शिक्षा उसमा हुनुहुन्छ। मसँग उहाँको कुनै पनि हामीहरूको नराम्रो छैन। व्यक्तिगत कतिपय एक दुईवटा कुराहरू हुनसक्छ, तर जुन साङ्गठनिक हिसाबले हामीहरूको कुनै पनि नराम्रो छैन। उहाँहरूको शिक्षा छ, उहाँहरूको उमेर छ, उहाँहरूको समय छ, उहाँहरूको जोस छ। र म अर्को कुरो भन्न चाहन्छु, जुन जनरल सेक्रेटरी हाम्रो हुनुहुन्छ मेरा भाइ विप्लव चिमरियाज्यू, उहाँलाई मेरो सधैँभरि मेरो अन्तरबाट हृदयबाट माया छ। उहाँ जस्तो एउटा अलमोस्ट एउटा राम्रो ज्ञान भद्रता भएको भाइ जिल्लामा मूल सचिवको दायित्वमा हुनुहुन्छ। उहाँलाई पनि म आग्रह गर्न चाहन्छु, तपाईँहरूले जतिखेर राजु तामाङलाई खोज्नुहुन्छ, जतिखेर अप्ठ्यारो पर्छ त्यतिखेर राजु तामाङ तपाईँहरूको अगाडि खडा हुनेछ। र तपाईँहरूले पनि मलाई आफ्नो दाजु, आफ्नो भाइ भतिजो भनेर सम्झिदिनु र त्यही आह्वान गर्न चाहन्छु। र अर्को कुरो भन्न चाहन्छु, सारा मेरा तामुलपुरवासीले मलाई जुन साथ सहयोग जुन हौसला काम गर्नलाई दिनुभयो थियो, त्यसको लागि नै म फेरि मुरीमुरी धन्यवाद दिन चाहन्छु। निश्चय नै हाम्रो एउटा माउ संस्था हो। हामीहरूको आक्सु पछाडि नै छात्र सङ्गठन गरेको पछाडि नै हाम्रो संस्था सङ्गठन गर्ने एउटा बाटो हो, माउ संस्था हो। हामी गोर्खा सम्मेलनलाई माउ संस्था भनेर मान्छौँ। आज हेर्नुहोस्, जाने बाटो अरूतिर काहीँ छैन। आज 13 वर्ष एकजुट एउटा जाति सेवा गरेर आएँ, घरमा बस्न मन लाग्दो रहन्छ। काहीँ अप्ठ्यारो पर सुनो भने कसैले बोलाएन भने झुकझुक लाग्दो रहेछ। काँडा जिडिङ आङमा काँडा उब्रे जस्तो भएर आउँछ आफ्नो जातिलाई अप्ठ्यारो पिरमार्का परेकोमा। त्यसले गर्दा हो भोलिको दिनमा म सम्मेलन मेरो माउ संस्थाले सबैले अँगाले भने राम्रो काम गरेर जान्छु भन्ने म आशा गर्दछु। र सबैले मलाई जसरी नै आक्सुमा मलाई माया सपोर्ट हौसला दिनुभयो थियो, त्यसरी नै तपाईँहरूको हौसला पाउँछु भन्ने म आशा गर्दछु। र म त्यही माउ संस्था गोर्खा सम्मेलनको एउटा केही दायित्वमा बसेर म जाति सेवा गर्छु भनेर म चाहन्छु।